कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्री प्रकाश गुरुङज्यू, विशेष अतिथि लखनऊ समन्वय समितिका अध्यक्षज्यू, विशेष अतिथि राइनस नगरपालिकाका उपप्रमुखज्यू र अतिथि वडा नम्बर 6 का उपाध्यक्षज्यू र अतिथिलाई सम्पूर्ण पार्टीका प्रतिनिधिज्यूहरू, देशमा आश्रय सम्पूर्ण अतिथि तह र तबकामा रहनुभएका सम्पूर्ण अतिथिज्यूहरू, आज यो राइनसको गहना फुटबल भएको छ, यहाँलाई अवगतै छ। आज हामी राइनस कप 5औं पटक यस मैदानमा सञ्चालन हुन गइरहेको छ। साथसाथै वडा नम्बर 8 मा विगतमा भइरहेको गोरु जुधाइ कार्यक्रम पनि आज हामी सबैको सहमति सहयोगले यस फुटबल मैदानमा गोरु जुधाइ कार्यक्रम भइरहेको छ। यहाँ उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले प्रत्यक्ष देखिरहनु भएको छ। जुन गोरु जुधाइ कार्यक्रमले पनि यहाँको माहौल असाध्यै रमणीय बनाएको छ र यस्ता राइनसका कार्यक्रमहरू अझ कहाँ कहाँ छरिएका छन्, एकै ठाउँमा अझ राम्रोसँग गर्न सकियो भने आर्थिकमा पनि बचत हुने र सम्पूर्ण राइनसवासीलाई पनि एकै ठाउँमा यी विभिन्न रमाइलो कार्यक्रम हेर्न मिल्ने जस्तो मलाई लाग्छ। र यहाँ सबै प्रवक्ता साथीहरूले भनिसक्नु भएको छ। माननीय मन्त्रीज्यू र विशेष हाम्रा जिल्ला समन्वय समितिका संयोजकज्यू र उप प्रमुखज्यूलाई लक्षित गर्दै यो मैदानको हालत भनौँ मैले भन्नै पर्छ, तर एकैचोटि पनि हाल्न नमिल्ने होला। उहाँहरूले सबैले समन्वय गरेर यो गौरीटार फुटबल मैदानलाई असाध्यै सान्दर्भिक तरिकाले व्यवस्थित तरिकाले मनोनयन गर्दै यहाँको आवश्यकतालाई बजेट विनियोजन गर्नुहुनेछ भन्ने मैले लिएको छु। साथै धेरै कुराहरू यो रमाइलो मैदानमा मलाई खासै भन्नु त केही पनि छैन। यहाँ सम्पूर्ण आमाबा दिदीबहिनीहरू प्रति यो आजको सञ्चालन हुन गइरहेको 5औं राइनस कप फुटबल प्रतियोगिता सञ्चालन गर्न त्यति सजिलो छैन, यहाँलाई सबैलाई अवगत छ। किनभने राइनस